हल्का हल्का पानी पर्दैछ। पानी पर्न थाल्यो। जाडो पनि सुरु भइहाल्छ हो पानी परेको थियो फेरि। यहाँबाट चाहिँ चामुङ जाने बाटो सिधा गयो भने सुकिया पुग्छ। यहाँबाट हामी चाहिँ यता घुम्छ है। यहाँबाट कच्चा बाटो छ, गाउँले बाटो यस्तै हुन्छ। यहाँबाट चाहिँ अब बस्ती राङभाङ बस्ती सुरु हुन्छ। हल्का हल्का सबैतिर पानी परेछ है। अघि त झन्डै मारे गर्मीले, अहिले यहाँ आएर शीतल भयो त हौ। जे होस् तर आफ्नो गाउँै प्यारो। बाटो त यस्तै छ। अब यो हाम्रो चालक दललाई चुप कुदाउन अलिक कठिन पनि पर्दैछ। यहाँनिर चाहिँ हाम्रो शर्माजीको होमस्टे छ है। यो चाहिँ होमस्टे हो, राङभाङ बस्तीमा पर्छ यो चाहिँ। फिलहाल अहिले हामी राङभाङ बस्तीमै छौँ है। अब एकछिनमा हामी केही क्षणमा जौबारी प्रवेश गर्नेछौँ। यो सफर चाहिँ हाम्रो पशुपति नगरबाट चामुङसम्मको हो। जो भी अब बाटोहरू चिन्दैन पशुपतिबाट आएर उनीहरूको लागि भिडियो बनाइदिएको छु। तपाईँहरू कहाँबाट घुम्नुहुन्छ यहाँ हाम्रो माथि पशुपति आएपछि हेर्नुहोस् भिडियो सुरुदेखि तपाईँलाई थाहा भइहाल्छ। अब बाटो त के भन्नु, धेरै कम नै होला जो गाउँठाउँमा बाटोहरू राम्रो भएको। यहाँ हाम्रो पनि यस्तै छ, कति जग्गा खाडाखोल्डी, कति जग्गा राम्रै हो। तर बिचरा चालकहरूले मजबुरीमा गाडी कुदाउँछ। अब यहाँबाट दुईवटा बाटो छ। एउटा डाउनमा गयो भने चाहिँ चामुङ फ्याक्ट्रीको पुग्छ र हामी चाहिँ सिधा जान्छौँ, जहाँ त हामी जौबारी हुँदै चामुङको पहिलाको मलटेमा प्रवेश गर्नेछौँ। र अहिले हामी जौबारी बस्ती आइसकेको छौँ। बाटो त के भन्नु, बबाल छ बाटो त, लु एकदम बबाल छ।
अहिले हामीलाई यो बाटो भएर चाहिँ चामुङबाट पशुपति जानु सिलगढी जानु एकदम सुविस्ता छ है। यहाँ हाम्रो यो गाडी डेली सर्भिस गर्छ सिलगढीको लागि। बिहान चामुङबाट 8 बजे हिँड्छ र बेलुका सिलगढीबाट तपाईँको 2-3 बजे फर्किन्छ। यहाँ त अब राङभाङ खोला छ। खोलाको त के अहिले नाम मात्र छ, बर्खा मात्रै देख्छ खोला हो भनेर। अहिले त छैन, खोला पनि सुकेर हो कि के हो, पानी छैन खोलामा पनि। ल है हामी अब चामुङ आइपुग्यौँ, मलटे गाउँ। त्यहाँ अब एकछिन बसेर चाउमिनहरू खाइन्छ न, भोकले पनि भुँडी कुङ्की भइसक्यो। ल हामी चामुङ आइपुग्यौँ, मलटे गाउँ है।